आज शनिबारको दिन फुर्सद मिलाएर यसो गाउँघरको अनुगमन गर्न आएको थिएँ, जसमा यो नुवाघरको तलपट्टि र नगरपालिकाको बायाँपट्टिको ढलमा पुरै मकैमा अमेरिकन किराले आक्रमण गरिरहेको छ र यहाँ सम्पूर्ण बाली नोक्सान भइसकेको छ भने अरू बाँकी रहेका यो अरू मकैमा पनि लगभग छुन लाग्यो। यसरी सम्पूर्ण गुबरहरू खाएर सखा पाडिसकेको छ भने यसले गर्दा अबको मकै बालीमा धेरै उत्पादनमा कमी आउने देखिएको छ। अब केही विज्ञहरूको सुझाव सरसल्लाह छ भने यसलाई बचाउन सकिन्छ भने यी कृषकहरूलाई सुझाव सल्लाह दिनुहोला। हस्त, धन्यवाद।